पाका पुस्तालाई घरमा थन्काएर पाल्ने, उनीहरूको अनुभव, ज्ञान, सिप र क्षमतालाई 4 दिवारभित्र थन्काउने र युवाहरूले राजनीतिमा आउने आवाज घन्किरहेको छ। युवाले राजनीतिमा लाग्ने हो भने उद्योग व्यवसाय कसले गर्छ? उत्पादन र निर्माण कसले गर्छ? सक्षम कर्मचारी प्रशासन कसले चलाउँछ? अध्ययन, अनुसन्धान र आविष्कार कसले गर्छ? कला संस्कृति कसले जोगाउँछ? यो कुरा पाकाले त गर्न सक्दैन। यहाँ ती युवाहरूले +2 सकेर अध्ययनको नाममा वा अन्य नाममा विदेश जाने र श्रमिक हुने, कि राजनीतिमा लागेर अध्ययन अनुसन्धान नगरी अनुभव नलिई जिन्दगी बर्बाद गर्ने भन्ने फैलिएको जस्तो लाग्छ। र यो अफवाह पनि षड्यन्त्रको भाग हो जस्तो लाग्छ, किनकि राजनीति पेशा त होइन, न यो व्यवसाय हो। अन्ततः राजनीतिमा लाग्ने युवा बर्बाद हुन्छ। देश विकास गर्नको लागि मानव संसाधन पहिलो शर्त हो। कोही नेपाली सभ्यता र इतिहासको अनुसन्धान गरेका, कोही संस्कृतिबारे अनुसन्धान त असम अध्ययन गरेका, त्यसै गरी जल, जमिन, बोट बिरुवा लगायत यावत विषयमा विज्ञता हासिल गरेका भए भने, साथै इतिहासको, सभ्यताको, संस्कृतिको संरक्षण, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न सक्ने मानव संसाधन देशलाई प्राप्त हुन्छ। विज्ञान, कला लगायत सर्वाङ्गीण क्षेत्रका विशेषज्ञहरू, कृषि, वन, जडीबुटीका विशेषज्ञहरू, आधुनिक विज्ञान, सूचना प्रविधि, आयुर्वेद आदिका विज्ञहरू देशलाई प्राप्त हुन्छ। अनि मात्रै देश जुरुक्क उठ्छ, समृद्धितिर फड्को मार्छ। स्वास्थ्य, शिक्षाको कुरा, अवसर र रोजगारीको कुरा, उद्योग र व्यापारको कुरा, विज्ञान र प्रविधि अनि आविष्कारको कुरा र तिनलाई जोड्ने सम्बन्धित नीतिका कुरा गर्नु राम्रो उठान हो। यसको लागि सजिलो उपाय भनेको के हो भने गर्नेलाई भोट दिने, सत्तामा पुर्याउने, नगर्नेलाई भोट नदिने र उनीहरूलाई ठिक ठाउँमा राख्ने, थन्काउने।